हेलो एभ्रिवन, सबैजनालाई नमस्ते। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ म के भन्न आएको हो भने हजुरहरुमा मलाई चाहिँ कतिजना साथीहरूले भनौं न, दाइ भाइ दिदी बहिनीहरूले चाहिँ मलाई कतिजनाले टिकटकमा पर्सनली मेसेज गरेर सोध्नु भएको छ कि दिदी दुबई कसरी जाने हो, कसरी जानु भएको हो, दुबईमा काम पाइन्छ कि नै दिदी, अनि के भन्छ कस्तो हुन्छ, कति क्वालिफिकेसन चाहिन्छ, अनि यस्तै यस्तै सोध्नु भएको, कति धेरै मेसेज गर्नु भएको छ कि अब त्यहाँनेर रिप्लाई दिने त कुरा पनि हुँदैन। अनि त्यही भएर म चाहिँ यहीँबाट रिप्लाई दिन्छु भनेर चाहिँ भिडियो बनाइरहेको छु है। अब त्यस्तो त्यो के भन्छ दुबई आउनको लागि चाहिँ अब कति पढेको के पढेको भन्ने चाहिँ त्यो चाहिँदैन है। यो अब युरोप भए पो ल युरोप हो चाहिन्छ यस्तो उस्तो भन्नु, यहाँ आउनको लागि चाहिँ पढाइ त्यस्तो त जरुरत छैन। अब अलिअलि बोल्न त सबैलाई आइहाल्छ। अनि त्यसपछि अर्को कुरा चाहिँ अब कसरी आउनु भएको भन्दा चाहिँ मेरो हस्बेन्ड यही हुनुहुन्थ्यो, म चाहिँ हस्बेन्ड मार्फत आएको हो यहाँनेर चाहिँ। तर कतिजना चाहिँ भिजिटमा पनि आउनुहुन्छ। अब आफ्नो मान्छे छ भने चाहिँ तपाईहरु पनि भिजिटमा आउँदा त्यस्तो प्रब्लम त हुँदैन। तर कोही छैन भने चाहिँ एजेन्टको थ्रुबाट चाहिँ के भन्छ एजेन्टको थ्रुबाट चाहिँ भिजिट भिजामा चाहिँ नआउनु होला। कति धेरै गाह्रो हुन्छ यहाँनेर भिजिट भिजामा आउनेहरूले, काम पाइरहेको हुँदैन। अब 2 महिनाको भिजिट भिजा लगाएर आउँछन्, एजेन्टले पनि काम लगाइदिन्छु भन्छ, त्यतिकै हो। काममा अब काममा त लगेर लगाइदिन्छ तर के भन्छ अब आफूलाई चित्त बुझ्दैन कि कहीँ 12 घण्टा ड्युटी हुन्छ, अनि त्यसपछि छुट्टी हुँदैन, अनि त्यसपछि के भन्छ अब आफूलाई चित्त बुझ्ने काम हुँदैन, स्यालेरी राम्रो हुँदैन। त्यही भएर एजेन्टको थ्रुबाट चाहिँ नआउनु होला। अब हुन त सबै एजेन्ट एउटै हो, त्यही पनि अब के भन्छ एजेन्टको थ्रुबाट नभएर कोही आफन्त छ भने चाहिँ आफन्तको थ्रुबाट आउँदा चाहिँ आफूलाई पनि सजिलो हुन्छ कि अलिकति कम्फर्टेबल फिल हुन्छ आफूलाई पनि। अनि त्यसपछि के भन्छ यहाँनेर भिजिटमा आउनेहरूले धेरै दुःख पाएको हुन्छन् कि अब आउँछन्, काम खोज्छन्, काम पाउँदैनन्, फेरि भिजा सकिन्छ, भिजा रिन्यू गर्नु पर्यो, पैसा खर्च नै हुन्छ, गाह्रो धेरै गाह्रो हुन्छ यहाँनेर। अनि अब काम चाहिँ के काम गर्नुहुन्छ दिदी तपाईले भनेर मलाई सोधिराख्नु भएको थियो। म चाहिँ क्यासियरमा काम गर्छु, हाइपर मार्केटमा क्यासियरमा काम गर्छु। क्यासियरको काम अब कस्तो हुन्छ भन्नेपछि ठिकै हुन्छ। अब सुरुमा त त्यही हो। अब प्राय कति मार्केटहरुमा चाहिँ बस्न पनि मिल्छ, अब कतिपयमा चाहिँ मिल्दैन, उठेरै काम गर्नुपर्ने हुन्छ। अनि त्यही भएर चाहिँ क्यासियरको काम पनि ठिकै छ। अब त्यो त काम गर्न थालेपछि कम्पनी अनुसार हुन्छ के कस्तो भन्ने कुरा हो। अनि नेपालमा चाहिँ मान्छेहरूले कति धेरै कामहरू सिकेर आएको हुन्छ क्या, जस्तै सलुनको काम भयो, अनि त्यसपछि बारिस्ताहरू, त्यस्तो कति धेरै कोर्सहरू सिकेर आएको हुन्छ। तर नेपालमा सिकेको कोर्सले चाहिँ यहाँ काम लाग्दैन रहेछ कि। यहाँ आएपछि चाहिँ फेरि हामीले जस्तै हामीले चाहिँ पार्लर सिकेर नेपालबाट आएको छौँ भने यहाँ आएर चाहिँ यहाँको अलिक डिफ्रेन्ट हुने के, त्यही भएर हामीले फेरि यहाँ आएर अर्को कोर्स गर्नुपर्ने हुन्छ, यहीँको कोर्स गर्नुपर्ने हुन्छ। त्यही भएर नेपालको खासै कामै लाग्दैन क्या यहाँनेर। अनि त्यही हो, कोही तपाईहरु आउँदै हुनुहुन्छ भने चाहिँ अब भिजिटमा चाहिँ आफ्नो मान्छे छ भने आउनु होला। तर एजेन्टको थ्रुबाट चाहिँ गाह्रो हुन्छ, त्यसरी नआउनु होला। अनि काम भन्ने कुरा अब कहाँ काम पाइन्छ, कस्तो काम पाइन्छ भन्ने चाहिँ धेरै गाह्रो हुन्छ के। काम पाउनलाई चाहिँ गाह्रै हुन्छ भनौं न, गाह्रो हुन्छ। यस्तो अहिले त त्यो जाडो सिजनमा त ठिकै छ, अहिले त गर्मी छ बाहिर, दुबईमा बाहिर निस्किन पनि सकिँदैन के। यति धेरै गर्मी छ कि यति धेरै बिचारा त्यो उड्दै गरेको परेवा हुन्छ नि, परेवाहरू पनि बिचारा बाटोमा मरिरहेको हुन्छ के। यति धेरै गर्मी छ, यति धेरै गर्मी छ, धेरै नै गर्मी छ। हामी अब जस्तै भित्र काम गर्नेलाई त ठिक छ एसीमा बसिएको छ भन्ने हुन्छ, तर त्यो बाहिर काम गर्नेहरूको हालत कस्तो हुन्छ त्यो बिचारा कामदारहरूलाई तिनीहरूलाई पनि थाहा छ कि। त्यही भएर जो पनि आउनु हुँदैछ दुबई राम्रोसँग बुझेर कुन मेन पावर हो कस्तो हो, बरु अब उतैबाट वर्किङ भिजामै आउनु भयो भने पनि राम्रो हो। त्यही भएर चाहिँ बुझेर सबै थोक बुझेर राम्रोसँग बुझेर आउनु भयो भने तपाईहरुलाई पनि धेरै राम्रो हुनेछ है त। त्यही हो, अरु त त्यस्तै हो। हजुरहरूले सोधिराख्नु भएको थियो मलाई टिकटकमा कति धेरै मेसेज गरेर, त्यही भएर मैले चाहिँ हजुरहरूलाई भिडियो मार्फत रिप्लाई दिएको है। भिडियो हेरेर हजुरहरूलाई कस्तो लाग्यो लाइक गर्न, शेयर गर्न, सब्स्क्राइब गर्न नबिर्सिनु है त। हस् त, धन्यवाद।